सो हेलो नमस्ते सबैजनालाई। यो पाल्पा जिल्लामा रहेको ऐतिहासिक सम्पदा रानीमहल। हामी लगातार करिब 5-5.5 घन्टाको यात्रा पछाडि दाङबाट रानीमहलको अवलोकन हेर्न र घुम्न आएका छौँ। यो तपाईँ देख्न सक्नुहुन्छ कालीगण्डकीको तीरमा रहेको रानीमहल इतिहास बोकेको छ। वरिपरिको वातावरण पनि निकै रमणीय र सुन्दर देखिन्छ। भने यो बर्खाको समय भएको कारणले गर्दाखेरि पानी चाहिँ अलिक धमिलो जस्तो कालो जस्तो देख्न सक्नुहुन्छ र असाध्यै सुन्दर असाध्यै ऐतिहासिक महत्त्व बोकेको ठाउँमा आज आएका छौँ। कस्तो लागिरहेको छ तपाईँहरूले यो दृश्य मार्फत हेर्न सक्नुहुनेछौँ। हामी अन्य दृश्यहरू देख्न सक्छौँ। अहिले तपाईँहरूमा यो पाल्पाको रानीमहल देखिन्छ। सो गाइज अब यो इन्ट्री हुँदैछ पाल्पा जिल्लामा रहेको रानीमहल। यस्तो छ है, यो सिँढी यस्तो देखिएको छ। यस 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 ओहो गाह्रो छ साथीहरू, यस्तो छ है। दामी छ, दामी भ्यू है साथीहरू, यस्तो छ। यो माथिबाट देखिने दृश्य यस्तो छ है साथीहरू। वाउ वाउ दामी। दामी यस्तो दृश्य छ है साथीहरू। सो अब चाहिँ यो एन्ट्री गऱ्यौँ हामीले है गाइजहरू। यस्तो छ है। टन टन गाइज हाम्रो साथी यतातिर आउँदैछ नै। यस्तो छ हौ। फेरि साथीहरू आइसक्नु भएको छ होला है। नआउनुभएका साथीहरूलाई आउनुको लागि पनि रिक्वेस्ट गर्न चाहन्छु। गजब छ माहौल। यसै पनि अलिक ऐतिहासिक महत्त्व बोकेको यो दरबार यस्तो छ। छेउमा यो कालीगण्डकीको छेउमा रहेको यस्तो दामी छ है। यो माथिबाट यस्तो देखिन्छ। न मुझे आमा दहीमा टिका। ओह माई गॉड, घन्टीको हालत चाहिँ यस्तो छ है। हत्तेरिका यस्तो पनि हुँदो रहेछ जिन्दगीमा, यस्तो पनि हुँदो रहेछ। गाइस हेरेर आइसकेका छन् है। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा। हेर्नुहोस् है, यो कालीगण्डकी नदी यस्तो देखिरहेको छ। यो चाहिँ रानीमहल। यो खड्ग शमशेरले बनाउनु भयो अरे आफ्नो रानीलाई खुसी पार्नको लागि। यस्तो छ है साथीहरू। तिम्रो रूप भन्दा पर यो चाहिँ दरबारको सबैभन्दा टपबाट देखिएको दृश्य देखाउँदैछु साथीहरू। यस्तो छ, अलिकति सुन्दरता थपिएको छ। साथी पनि भिडियो फोटो खिच्दै। यो चाहिँ पाल्पा जिल्लामा रहेको रानीमहल, जुन चाहिँ खड्ग शमशेरले आफ्नो रानीलाई खुसी पार्नको लागि बनाएको महल दरबार अरे। त्यही लामो समयको यात्रापछि हामी आइपुगेका छौँ। ऐतिहासिक महत्त्व बोकेको दरबार भएको कारणले गर्दाखेरि सुन्दरताको हिसाबले, रङरोगनको हिसाबले, पुनर्निर्माणको हिसाबले केही कमजोरी देखिए तापनि ऐतिहासिक महत्त्व बोकेको कारणले गर्दाखेरि ऐतिहासिक कुराहरू अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आएपछि देखिएको निकै राम्रो दरबार रहेको छ। अब यतातिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ यो कालीगण्डकी नदी, जुन चाहिँ
नेपालको सबैभन्दा गहिरो नदीको रूपमा चिरपरिचित छ। त्यहाँदेखि यो तलतिर गइसकेपछि नारायणी नदीको रूपमा पनि चिनिन्छ। यतातिर देख्न सक्नुहुन्छ दुईवटा पुल, एउटा चाहिँ भोलुङ्गे पुल, एउटा चाहिँ पक्की पुल निर्माण भएको छ। निकै राम्रो खुसी पनि लाग्यो यो नयाँ ठाउँको अवलोकन, नयाँ मानिसहरूसँग भेटघाट, यो वातावरणसँग चाहिँ घुलिनुहुँदाखेरि अत्यन्तै खुसी लागेको छ, अत्यन्तै रमाइलो भइरहेको छ। सो यो चाहिँ फाइनल टपमा रहेको बिल्डिङ भनौँ न। यो चाहिँ यस्तो छ है साथीहरू, यो कसको हो के हो टोल साथीहरू। जुत्ता चप्पल बाहिर केही देखिएको छैन। रानी कक्ष चाहिँ यस्तो रहेको छ हेर्नुहोस् है साथीहरू। अब चाहिँ हामी माथि जाँदैछौँ। यहीँ देखिएको छ। वाउ वाउ वाउ, दामी है साथीहरू, यस्तो छ। यता यस्तो छ। म त फोटो खिच्न पाइँदैन क्या। अब यता चाहिँ यस्तो है रेस्ट गर्नको लागि बेन्च बनाइएको छ। फेरि पनि तपाईँलाई कालीगण्डकी नदी देखाउँदैछु हेर्नुहोस् है। यस्तो छ डरलाग्दो नदी। यो रानी महलको छेउमा बगिरहेको छ। वाउ, व्हाट अ सीन। यस्तो छ है साथीहरू। तल चाहिँ यस्तो देखिन्छ हरियाली। औ वाउ वाउ वाउ, दामी दामी दामी।